भौगोलिक विकटताले गर्दा विद्यालय भवन एक रूपमा छैन। त्यसैले बजाएको घण्टी पनि सबै कक्षामा सुनिँदैन अनि समय समयमा घण्टी बजाइराख्नुपर्ने झन्झट। 10 बज्यो, प्रार्थना समय सुरु भयो। विद्यार्थीहरू सबै लाइनमा लागे। तर म भने घण्टीलाई कसरी सबै कक्षाहरूमा सुनाउन सकिएला अनि यसलाई कसरी स्वचालित बनाउन सकिएला भन्ने बारे सोचिरहेको थिएँ। अब म हर समय यही सोचिरहेको थिएँ। समय थाहा पाउन एउटा डिभाइस बनाउनु पर्यो अनि त्यो समय थाहा पाइसकेपछि त्यो समयलाई कन्ट्रोल गरेर एउटा इलेक्ट्रिकल बेल मगाउनु पर्यो अनि ती सबैलाई कन्ट्रोल गर्न एउटा कन्ट्रोलर पनि मगाउँछु। मैले शहरबाट मगाएर काम सुरु गरेँ।